सौलको मुटुमा रहेको यो ठाउँ केवल एउटा पार्क मात्र होइन। यो ठाउँमा कोरियाको सयौं वर्षको इतिहास र आधुनिक वास्तुकला एकै ठाउँमा भेटिन्छ। स्वागत छ दोङदेमुन हिस्ट्री एन्ड कल्चरल पार्कमा। माथिबाट हेर्दा यसको डिजाइन कुनै भविष्यको सहर जस्तो देखिन्छ, तर यही जमिनमा कुनै समय सौलको पुरानो सहरलाई जोगाउने किल्लाको पर्खाल थियो। छोसन सिदेको समयमा यो क्षेत्र राजधानीको महत्त्वपूर्ण प्रवेशद्वार मानिन्थ्यो। समयसँगै यहाँ खेल मैदान, बजार र विभिन्न भवनहरू बने, तर अहिले पुरानो इतिहासलाई संरक्षण गर्दै आधुनिक पार्कको रूपमा विकास गरिएको छ। सूर्य अस्ताउन लागेपछि यो ठाउँको वास्तविक आकर्षण सुरु हुन्छ, जहाँ हदिदले डिजाइन गरेको प्रसिद्ध दोङदेमुन डिजाइन प्लाजा अर्थात् डिजिपी को घुमौरो आकृति रातको बत्तीमा झन आकर्षक देखिन्छ। वरिपरि हिँड्दा आधुनिक वास्तुकलाले भविष्यको संसारमा पुगेको अनुभव दिलाउँछ। रात गइरिँदै जाँदा पार्कभरि झिलिमिल्ली बत्तीहरू बल्न थाल्दछन्। यी चम्किने कला स्थापना अर्थात् लाइट इन्स्टलेसन्सले सम्पूर्ण वातावरणलाई अझ जीवन्त बनाइदिन्छ। माथिबाट हेर्दा यस्तो लाग्छ मानौ जमिनमै ताराहरू झरेका छन्। यदि तपाईँ पनि सौल घुम्न आउने सोच गर्नुभएको छ भने इतिहास, आधुनिक कला र रातको सुन्दर दृश्य एकै ठाउँ अनुभव गर्न दोङदेमुन हिस्ट्री एन्ड कल्चर पार्क अवश्य घुम्नुहोस्।